आजको रचना प्रदीप घिमिरेजीले लेखी पठाउनु भएको अदालतभित्र म शीर्षकको रचना रहेको छ। म यसलाई वाचन गर्ने कोसिस गर्दछु। रचना यसरी सुरु हुन्छ। विचाराधीन मुद्दा जस्तै भएका छन् मेरा सपनाहरू। विचाराधीन मुद्दा जस्तै भएका छन् मेरा सपनाहरू। आवश्यकताहरूको सुनवाई मिति पर सरिरहेको छ। विचाराधीन मुद्दा जस्तै भएका छन् मेरा सपनाहरू। आवश्यकताहरूको सुनवाई मिति पर सरिरहेको छ। विगतका फाइलहरू वर्तमानमा मेल खाइरहन्छन्। विगतका फाइलहरू वर्तमानमा मेल खाइरहन्छन्। रातको अँध्यारो अँध्यारो नै भएर होला। विपक्षी उकिल देखे जस्तै गरी झस्कन्छु। प्रतिपलको मेरो वर्तमानसँग डुब्दै गरेको डुङ्गामा स्वयंको सवारी भेटाउँछु। हाँसिरहन्छ न्यायाधीश मलाई हेरेर। लाग्छ फैसला मेरो पक्षमा हुने छैन। हाँसिरहन्छ न्यायाधीश मलाई हेरेर। लाग्छ फैसला मेरो पक्षमा हुने छैन। मेरो साइडको कठघरामा पनि धमिरा लागेको छ। लाग्छ आफन्तहरू भित्रै चाल खेलिरहेका छन्। हो हाँसिरहन्छ न्यायाधीश मलाई हेरेर। लाग्छ फैसला मेरो पक्षमा हुने छैन। मेरो साइडको कठघरामा पनि धमिरा लागेको छ। लाग्छ आफन्तहरू भित्रै चाल खेलिरहेका छन्। पक्षधर वकिल अब सक्दैन भन्छ। सायद म जस्तै थाकेको छ मबाट हो पनि। मेरो पक्षधर वकिल अब सक्दैन भन्छ। सायद म जस्तै थाकेको छ मबाट ऊ पनि। प्रमाण नष्ट भएका रहेछन् मेरा भोकहरूका। र त हर कोही दुध भातमा रमाउँछ भन्छन्। प्रमाण नष्ट भएका रहेछन् मेरा भोकहरूका। र त हर कोही दुध भातमा रमाउँछ भन्छन्। एका देशमा हराइसके मेरा सङ्घर्षको गाथा। एका देशमा हराइसके मेरा सङ्घर्षको गाथा। जस्तै हराउँछ हत्यारा कारागारबाटै। समय बताउन चाहँदैन मलाई म बनाउँदाको परिधि। एका देशमा हराइसके मेरा सङ्घर्षको गाथा। जस्तै हराउँछ हत्यारा कारागारबाटै। समय बताउन चाहँदैन मलाई म बनाउँदाको परिधि। धन्यवाद। तपाईहरूले यसभन्दा अघिल्लो हप्ता प्रस्तुत गरिएको एक्लै म शीर्षकको कविता सुन्नुभएको छैन भने कृपया यो भिडियो गएर हेरिदिनु होला। म त्यहीँ भेटिनेछु।